पहिलो पटक यौन सम्बन्ध हुँदा मेरो अनुभव कस्तो रह्यो? पहिलो पटक यौन सम्बन्ध हुँदा प्रत्येक महिलाको अनुभव फरक हुन्छ। यो अनुभव शारीरिक, मनोवैज्ञानिक र भावनात्मक रूपमा व्यक्तिमा निर्भर गर्छ। यहाँ केही सामान्य पक्षहरू उल्लेख गरिन्छ। मेरो अनुभव। हाइमेनको च्यातिनु। हाइमेन भनेको योनिमा हुने पातलो झिल्ली हो जुन यौन सम्बन्धका अलावा खेलकुद, साइकल चलाउँदा वा अन्य गतिविधिमा पनि च्यातिन सक्छ। कतिपय अवस्थामा पहिलो यौन सम्बन्धमा हाइमेन च्यातिँदा थोरै रगत आएको हो। तपाईहरूलाई पनि थोरै पीडा वा असहजता महसुस हुन सक्छ, खासगरी यदि शरीर तयार नभएको अवस्थामा जबरजस्ती सम्बन्ध भएको हो भने। मेरो भावनात्मक अनुभव। मेरो डर, झिझक, लाज, उत्सुकता, प्रेम, असहजता वा आत्मीयता अनुभव गर्न सक्छिन्। यदि सम्बन्ध सहमतिको आधारमा विश्वासयुक्त र आदरपूर्वक भएको छ भने अनुभव सकारात्मक हुन्छ। तर जबरजस्ती, दबाव वा मानसिक तयारी बिना भएको सम्बन्धले नकारात्मक असर पार्न सक्छ। खुला संवाद भयो भने केटी तयार भए सहज हुन्छ। फोरप्ले, शारीरिक स्पर्श, माया प्रदर्शन सम्बन्धलाई सहज बनाउँछ। सुरक्षा उपाय जस्तै कन्डोम अनिवार्य प्रयोग गर्नु। पीडा भएमा रोक्ने र बुझ्ने संवेदनशीलता राख्नु। यौन सम्बन्ध सहमतिको आधारमा मात्र हुनुपर्छ। दुवैको मानसिक र शारीरिक तयारी हुनु अनिवार्य छ। यो विषय लाजको होइन, शिक्षा र सम्मानको हो।